ल यहाँ मेरो ईश्वर साथीले बल लुकाएको छ धेरै नाटक नगर नाना हैन मेरो ईश्वर साथीले बल लुकाएको छ यहाँ च्यालेन्ज हुँदैछ बल चाहिँ 2 मिनेटमा मैले भेटाउनु पर्यो है यदि 2 मिनेटमा मैले भेटाइन भने त्यसले मलाई 5 शट टाउकोमा हान्ने एक निधारमा हान्ने त्यहाँ अनि उले मैले बल भेटाएन उलाई मैले हान्ने च्यालेन्ज गरौँ साथी कस्तो हुन्छ ल टाइम ल स्टार्ट गरौँ ल टाइम स्टार्ट ल म लुकेछु 31 सेकेन्ड फेरि कल हुन्छ नाटक गरेको हल्का यहाँ नै आऊ 1 मिनेटै भएन कि 1 मिनेट त भयो नि त्यो त सेकेन्ड अहिलेको उही भएन कहाँ त्यस्तो 1 मिनेट भन्छ अब अब 20 सेकेन्ड 1 2 3 त्यस्ता पुरै हुन्न त्यस सेकेन्ड त टाइम भने यही हेरे पनि हुन्छ यी बल्ल यहाँ 1 मिनेट कति सेकेन्ड त बल्ल यहाँ भइन्छ यो ठाउँभन्दा अन्त भएछ अनि पाजुले फेरि यो ठाउँभन्दा अन्त मलाई 10 आन यस टाइम अफ यहाँ हेर लागेको छ यस्तै गरे हुन्छ त्यहाँ लुकाउने खेल्ने हान्ने होइन तर कहाँ अझै यसलाई भने अहिले के गर भने मलाई अझै आइडिया चाहिँ दिन्छु भनेर गर्नु भन्छ त्यो आइडिया अहिले त्यो भिडियो गर्नुपर्छ त्यो आइडिया हेर्नलाई भिडियो हेर केटा भिडियो हेर भन्दैछु क्या अघि नै भनेको मेरो भिडियो हेर तर भिडियो हेर चाहिँ ट्याक्कै भेट्टाउँछ अन्त हेर टाइम अफ भयो त्यहाँ यहाँ धेरै भयो धेरै भयो अब त धेरै नै भयो यहाँ पनि धेरै भयो होला है भएन बल्ल यहाँ 2 मिनेट यहाँ कति सेकेन्ड भयो 2 मिनट 8 सेकेन्ड भयो बल्ल यहाँ म त बोलेको त कति र तँलाई 20 सेकेन्डसम्म चाहिन्छ हेर ल ल टाइम अफ भयो त तर 5 सेकेन्ड दिएन तर जे कुरा नि मै ट्यालेन्ट भन्छ तर गोबर तँलाई हेर त अझ 10 सेकेन्ड दिएन त्यो पनि हुँदै हुन्न तर करेन्ट एकखेप नहुँदै यही वरिपरि भनेको यही छैन फोन आयो त नै फोन आयो अब 5 सेकेन्ड तँलाई टाइमै दिएँ मैले हारे ल हापिस हापे अब कहाँ यहाँ वरिपरि छैन अब 5 सेकेन्ड थप्दे ल हो निकालाइज अड्के रहेछ के हो यहाँ त भिडियो पनि खतरा भयो यस्तो त्यो यस्तो टोडको रहेछ या त्यसलाई बोल्नु अब यही झुन्डिने मान्छे कहाँ सकिएन अब म बल हान्नै छ त्यो छोटे अझ 5 मिनट हेर त्यसलाई मैले 5 त हान्ने खाले 5 होइन दिमागले काम गर्दैन यस्ता झुन्डिन धन्न त्यहीसँग बोलाइन्छ सुपर गिल लाइन ल भने सुपर गिल हैन दोस्रो बोला टाले लाना पक्का त्यो पनि छ एकैचोटि हेरे त्यो छ सँगै हाल्यो रोक भिडियो लगाइन्छ त त्यहाँ तिन चार होइन क्या यही भिडियो छ त्यो भिडियो हेर्न एकचोटि भिडियो ओके त दुईचोटी हान्छ अहिले भिडियो हेर्न एकचोटि ओके ल हान्न पहिला त हानेको त तीनचोटि होइन पहिला तीनचोटी हान्न तीनचोटि होइन एक सौ हाल्नु त तसको तीनचोटिको तीनैचोटि ढलाइन्छ कि 500 किनभने 500 500 हान्छ त नड होइन म बिस्तारै हान्छ त आम्मा साल
ईश्वर बाजुले त्यो हजान लु धन्दा 5 चोटि है अब त 5 चोटि इ ताकेर हान्नु न ताकेर मलाई नि ट्वाङ ट्वाङ बजेको सुन्न पो मजा दिन्छ मलाई पनि इ के हान्नुहुन्छ 3 4 ईश्वर बाजु 5 हान्न पर्यो ल हिँड्न त यार खतम हो हान्दै हान्दै रहेछ अनबर उता ताकेर हानिसो नि हान्छ पहिले हान्छ पहिले हाने लौ ओहो नि बार बाँच्यो यस्तो यार ओए त्यसले बोल्नु बिचार ए सरी अब साले सन्ते हान्छ तँ बल गर परे नि त्यहाँ अब एउटा खोइ हाल्नु के रे यार अब फेरि त्यहाँ अर्को पनि फोर्छ भने 3 4 माथतिर हानेको ल एउटा उसर हान्नु त्यहाँ सियोर हान्छ गोलकारा ल हान्नु ल हो ल 5 शट दुलाएर हाने ल 5 शट हान्छ सिधै लाएर ल ल हान्छ स्योर हान्छ 1 कोरेले 2 पछिबाट आयो भने पछिबाट आयो बल्ला छ त हो भन्छ त्यही निशाना आएको छ हैन ए त्यो निशाना लगायो भने नन स्टप लाउँछ नि फेरि गफ त अलि सक्दैन फेरि त्यही हाल लास्ट शट ओए 4 भयो 4 ल यस ल 1 ऊ लायो ला एक त खान लाई खानै लेखिसके त्यही फुलेको ठाउँमै पाएछ ट्वाङ त्यहाँ घन्टी बजे जस्तो मलाई नि मजा बिस्तारै हाल है ल गुलकारा हान मन फुस्के नि गुलकारा हान न हातकै गुल्ला हान्नु डराउँछ भने ल एक त गयो गुल्ली त कता पानी दिन्छ दाजु पोक त आएछ अहिले अरु खान सक्दैन खानी एउटा अरु अहिले खानु नै दुई छोडिदियो अब रोज यही हो फेरि देश बिराम गर्न सुतेछ भन्छ दुई ला 3 मा 1 साफा डला 3 मा 1 हान्नु एक पनि बढी दिन्छ 4 मा 1 5 मा 2 अब त 2 खानुहुन्छ फेरि सुरु सटै काला हुन्छ हेर्ने अब ओए अब लायो ला 2 नै हान्नु भयो पार्नु त ब्याकन मार्नु पर्ने है ब्याक मानेर त बराबर हुँदो रहेछ पक्का अहिले एक हुन्न त्यस्तो हुन्न आज त्यो मजा हुन्न त्यसको मजा हुन्न आज हावाको नआइछ जसरी पनि थाहा पर्दैन त्यस्तो झ्याल्की हुन्छ अहिले त्यस्तो मैले नि बरु खान्छु अनि खाने आइज यो राखेर खान्छु छ्याटकै त्यो ननिकालाई चाहिँ कति नाटक गर्छ सिङ आइज
अहिले कपाल माथि हान्छ अहिले कपाल त यता त दायाँ कोही पनि भोलि बिहान मैले अझ कपाल छानेको छु कपालमाथि हान्छु भने चाहिँ भनेर यो त झेल कपालमाथि हान्छु भनेर छ भएको लागि सही भयो ए अनि तँ जा बच्चाले हान्दा नि तल त आहा हान्छस् नचल्नु है पाजु त्यो उसले काट पड्काए साह्रै हानिसको सन्तान एक ला मैले बल भए तैँले ल्याइदिने होइन क्या यहाँ त आधा उहाँ उता गएछ को झेली लहन त्यसरी कति झेली फेरि ध्यान कहाँ होइन भने अहिलेलाई मान्ने होस् साँच्चै अहिलेलाई मान्ने होस् र अहिलेलाई नमान त खाइहाल्छु नि कसम 4 भयो त्योसँग 4 भयो बाबु हो अहिले मैले तँलाई ल्याइदिएर मैले मलाई त्यो दिनु पर्दैन ल त्यसो मेरो परेर झुक्के राख्ने स्टार माथिबाट हान्नु क्या त्यसरी लाउनु तीन 4 हानिले नानीले हान्छ ला हुन्न एक ला छिटो अरिङ्गल बोल्न गएको भने चाहिँ दुई तीन तिनमा एक मात्र हान्ने है 4 जानुपर्छ जानु सुस्मिता ए दिनिसा सुस्मिता गयो क्या ला अब त 2 खानु भयो झन् हान्नु पर्यो क्या 5 3 5 हान्नु त ट्वाङ ट्वाङ बजाउनु ला त्यही त हामीले त्यो कस्तो डाइरेक्ट हान्न पर्ने भयो 2मा चाहिँ हान्नु पर्यो क्या अब त यहाँ बस यहाँ यता बस क्या यहाँ ल एक ग
बल त झाबी त्यति छक्का पनि दोइल ल एला हार मान्नु होइन पाजु हार मान्ने होइन डर के आगे जिते यत्रो निधार गराउँदै भयो अन्त सोचेर आइडिया दिएको मैले लायो एक त हान्छस् अब यता त हान्छस् छैन भाङ्गो भाङ्गो ला अब एक स्कोर हान्छस् म त मेरो पाला त थोरै हान्छु के भन्छ म खेल्दिनँ अब खेल्नु क्या कहाँ यस्तो हार मानेर हुन्छ तल झरे होला बाजु कति 3 भन्ने तल पाइसकेछ त्यसले लिएर आइछ क्या नाटक नगर 3 मा 1 4 मा 1 अब 5 को ढुक्का लाउँछ ओ केटो मेरो निधार सुनिन्छ हैन बोलाउने हामीले गर्नु भयो अरू एउटा ब्यालेन्स आउँछ बल्ल ब्यालेन्स आउला ट्याक्टर 3 मा 3 है 3 मा 3 त्यो हाँसो सेरा 3 मा 3 ओए अलि बढी भएको छ ब्यालेन्स केटो 2 मा 2 हाल्नु पर्यो हैन निधारै हान्ने रहेछ निधारै हान्ने रहेछ हैन 25 पाँच हालेर यो बरु हान्छु है अब त हजुरको लाउनु बाजु मेरो लाउनु अब त लाउनु ओका लाउँदै सुरुमै आनन्द अलि पछि नदीतिर आउँछ बच्चा पाँचचोटि पर्छ कि हेर्नु त 2 3 ल 3 चोटि त अहिले भाइजेछ नि अहिलेसम्म 3 त मिस हान्न भएन क्या अब त भन्न भन्दैछ ल अब त खानु एक त खानु भयो एक त खानु ला अब 1 ल 2 काय त्यो फुलेको ठाउँमा हान्नु न ताकेर मेरो सट्टो गर्नुले हान्छ नि हुन्छ क्या कहाँ हान्छु भनेको थाहा खान बल्ल बलले त लिन्छ त्यो त्यो बल त्यो फडाएर आउँछ झन्डै बुझ्दैन ताली बुटा है तिमीले हेऱ्यौ भने यहाँ निधार यहाँ कति सुनिसकेको यसको अलि यता यता छेउ बितान राख अलि यता अलि अगाडि राख आला धन्न दुईचोटि भइसक्यो
त्यो बल्यो साथीबाट माथि भयो ला खाइदेऊ माछा बोक्छ हाम्रो ला फेरि के लास्ट है क्या ल्याऊ। ए यस्तोको मान्छेमा कुर्र हान्दिएको हेर्नु मैले आनम बाजु चारमा चार हान्दियो होइन चारमा चार दुई स्पुन लाग्यो त म हान्छु हजुर जसरी नि खानुहुन्छ म त लाग्न हानेको साला त्यही बल घुमाएर हान्छ दिनमा आएकै ल लायो ल अब एकचोटि हान्न पर्दैन नि मलाई हान्नलाई त स्योर सर्ट भनेर हालिन्छु हेर त तैँले हो क्या भरारिया बराबरमा हैन लाउनु नगा मैले यसको हात बतुराउँदै भयो अब लाउनु न वरि पनि नि हान्दैन लिएर कहाँ लाउँछ त लाउनु न गा त पाँचै लाउनु न ईश्वर बाजु हजुरको साटोमा बलरहरू हेर यार लाउनु न गा अब त बतुराएको रे त्यो मलाई देख्ने लजा आयो के भयो म दुई हान्छु हजुर 3 हान्नु है पाजु है हुन्छ त्यो उस्तै तिमीले हान्ने त अब टोड्के लास्ट हान्छले लगा टोड्के म हान्छु पाजु टोड्के मैले हानेको खानुहुन्छ खेल्ने यहाँ नाइगा इस पाए यिनले हान्छ आउन त्यस्तो खेल्ने नै हो त्यसो सोध्दै हुन्छ हात दुखेर के मलाई ठिक छ म त मेरो निदा सुन्ने हैन तेरो लगा मेरो सुनिन्छ हान्नु न टार्गेट पारेर ल लायो गुड अब हान्नु त 3 हान्नु त हल्का बिस्तारै के त्यो गुड खाएर के सोलोली बिहानै चाहिसकेको छ के चारमा चारै ला ला भनेको 2मा 1 चारमा चारै हात कोही भजन ए 3 एक हाने नि हुन्छ क्या हुन्छ माथि हाल्नुहुन्छ क्या फेरि दुईमा त एक हाल्नु पर्यो सम्झिने पानी छम्किने एउटा दुईमा त एक ल आउनु अझै एक छ ल अझै एक छ क्या हानियो एक छ ल थियो त उन अब त्यस्तो कुरो नआयो इजिले यसरी क्या म सिकाउँछु यस्तो कि आँखा थुप्पी त ढोज नाटक गर्नुपर्छ यसरी म त डराउँदिनँ केटा बात यसरी खिचाउनु न चुस्सान्छ ला यसरी भन्यो खै हान्न पर्यो नि होइन बिन्छ एक धेरै नपर्छ एकैट बसेको तिमीलाई हेर्दै हान्दै जान्छ तिम्रो बस त्यसले हान्छ क्या बसाने यार ले क्यारमा खेलौँ बाजु होइन ठिक छ अहिले हाम्रो भिडियो 24 मिनटको बन्छ 4 लास्ट एक छ है मैले हान्छु नि यार लास्ट झ्याउ लाग्यो तिमी पनि खेला जान्छ क्या ईश्वर बाजुले मान्दै भन्नु न खेल्छु भयो अब त खान्छु नि अर्को पालिमा तर हान्न चाहिँ हान्छु एकचोटि दिनु त यस्तो मिठो हान्छु
भाप म त खेल्दिनँ यार टोटुङ धरै उठ्छ होला मेरो एक ओहो दुईमा एक दुईमा एक कागे त फर्केर आएर ला भयो नि तिनमा एक ल दुईमा दुई हान्नु पर्यो बाजुले ल दुई हान्नुभएको हजुरले हुन्छ खुबै भन्न पाएछ यस दुईमा 0 पाँच तीनमा 0 चारमा 0 एकमा एक दुईमा एक कोरोना मैले खाने क्या चारमा 2 तर अझ मैले बढी आएछ त्यही पनि 8 हराउँछ हैन मैले छोड्दिन्छु दाजु के तिन फेरि हान्दिनँ के क्या जाने चुपके बस्छ चार उसले हान्ने छ। पुग्छ पादा छ म पाछु ओ रोक्नु म फेरि जान्छु ल कप झार्न आज निशाना त सुक्दैन के मेरो सुरुमा हातमा त हात कहिले निशाना त सुक्दैन के मेरो यताले फेरि त्यो यताले क्या त्यसलाई अब हारो के आएर नि बिचरा अब 5 वटा ड्याङ ड्याङ हान्छ नि डराइसक्यो भएको मान्छे यस्तो खेल्यो सोल्टी चाहिँ हारेर 5 सट खान्छु भनेर चाहिँ उतातिर हार्यो यहाँ हाम्रो रेफ्री यहाँ करण भन्छ यहाँ एउटा टोलाइरहेको छ नि हान्नु नि पाए ल हाम्रो आजको भ्लग पनि सकियो साथी हो के भन्न मन लाग्यो भन्नुहुन्छ सबै जान्छ कि यहाँ ल है ल अब हामी चाहिँ यो भ्लगबाट बिदा हुन्छ हाम्रो युट्युब च्यानललाई फलो गर्नु होला सेयर गर्नु होला लाइक गर्नु होला सब्सक्राइब गर्नु होला क्यारम बोर्डमा क्या अब